झकैले आयो होइन म चलाउँछु भन्थ्यो त ए पहिला भनेको थिएन म चलाइदिन्छु भन्थ्यो होइन दिने त्यो ड्राइभरलाई जो साथ सपोर्ट दिन गएको ए आफै छ आफै आग्ने होइगयो त्यो मेला झगै ज्यादा रहेछ मान्छे अलिकति त्यो झकैले ढुङ्गा होइन गाडी झगडा त इन्डोर जाने भइगयो अब कसरी सम्भव तपाईँले यसरी कोचन लागेपछि त आटो भइगयो पुरै नमिल्ने भयो त सर खाजा खाने भन्ने कहाँ हो 5 गते अब सँगै खाना बनाउने अब त भातै भने भयो त बहुत छ बजी टाइम झकैले टायर त बजार आउँछ मलाई सेट त हानेको राम्रो नै कडा रहेछ काम गर्ने के अरे फ्रम रत्नमार पनि है यो होइन अहिले यो सबै गएपछि त सुन्सी तान्नै सफा गरेर हुन्छ भित्र चेपेपछि त मतलब भएन उता भित्र खाली झट्याङ्गेर तान्छ जस्तो त्यही त झट्याउने क्या के भइरहेछ त्यहाँ त्यहीँ गरेर लिनु पर्यो झगडा ल उ गर्छ भन्दा त गाडी हाँक्न लाग्यो नुन लाग्ने बेला हुन छ नि वरिष्ठलाई ड्राइभ गर्न पठाइदिनु के गरे आजु गर्न भने ओलोमा हो नै त्यो ल त्यो ढुङ्गामा अड्डिनु भयो टायर उता मन्डो पनि यता मन्डो त हो अडियो टायर के जाने तर पहिले नि कहाँ जाने नि यत्रो बाटो बनाउँदा यस्तो भएको पहिले नजाने ठिकै गरेर होइन अहिले के यहाँ त अहिले यत्रो बाटो बनाएर त्यत्रो गरेर त्यसै हेर्नु त टोचन सोचन लगाएर त डराएर पहिले हालेर त गरेर पनि जाँदो रहेछ तल जाँदो रहेछ नै अब त भइगयो अब त जो उल्टिनु त अगाडि हुन्छ पहिले त नजाने रहेछ ल मा निकाल्यो टोचन लगाएर त यत्रो झन्डै मुर्ति अब भट्टापट्टि भित्ताको फ्याल्ने हुन्छ अब त्यहाँ ती बिचमा त्यसै डराउँदो त होइन अब त तर पहिले हालेको त सब गरेर पनि गाडी चाहिँ अन्त हेर्दा त जाला जस्तो थियो त त्यस्तो सुरा यस्तै सुराको त हालिहाल्न चाहिँ सुरुमा के